सधैँ भुन्टीलाई हेप्ने भूमिकाको पनि अब बिहे हुँदैछ। बिहे भएर गएपछि त्यो घरमा पनि भूमिकालाई जसरी भुन्टीलाई हेपेको थियो त्यसरी नै हेपाई खाएको हेर्ने मन सबैमा होला र त्यो मलाई पनि छ। किनकि उसले आफ्नी सोची र इमान्दार भुन्टी भाउजूमाथि गरेको अन्याय र अत्याचारले सीमा नागिसकेको थियो भने अब उसले बिहे गरेर गएपछि ऊ माथि पनि यस्तै खालको कार्य भए अत्यन्तै धेरै राम्रो हुने थियो भन्ने सबैलाई लागिरहेको छ। र यता आफू निकै विदेश बसेर ठुला कुरा गर्ने र धेरै पैसा मैले नै कमाएको हुँ र मैले कमाएको पैसामा मोज गर्ने देवर र देउरानीहरूलाई ठिक पार्छु भनेर निकै भुइँमाना भाँडामा भएकी स्त्रियाको पनि आफ्ना बाउले झाँको झारेका छन्। गाला फुट्ने गरी हानेपछि जब होसमा आएर आफ्नो बासँग र सारा परिवारहरूसँग भन्दा पनि बढी भुन्टीसँग माफी मागिरहेकी छिन्। तर भुन्टीले भने उहाँको बानी बेहोरा कहिले सुध्रिँदैन भन्ने भुन्टीलाई भने लागिरहेको छ। भुन्टीले सधैँ आफूलाई भन्दा पनि आफ्ना परिवार र आफ्ना आफन्तहरूलाई धेरै माया गर्छिन् र आफू जस्तो सुकै अवस्थामा भए पनि परिवारहरूको खुसी चाहन्छन्। तर यहाँ त सधैँ भुन्टीलाई नै हेपिन्छ र भुन्टीलाई नै च्यापिन्छ, भुन्टीलाई नै गाली गलोज गरिन्छ, भुन्टीलाई नै विभिन्न कुराबाट टर्चर गरिन्छ। तर पनि भुन्टीले कहिले पछि हट्न भने मान्दिनन् र कहिले हार पनि खाएकी हुँदिनन्। सधैँ डटेर लडिरहने भुन्टी अहिले आफ्नो श्रीमानको उपचारका लागि लडिरहेकी छिन्। तर आफ्नो श्रीमानको उपचार भइसक्दा ओर्दा अर्थात् भूपेन्द्र होसमा आइसक्दा नसक्दै अब अर्की एकजना भूपेन्द्रकी गर्लफ्रेन्ड जेरी नामकी केटी भने भुन्टीलाई कहाँ भेटौँ र भुन्टीलाई अपहरण गरौँ भनेर निकै ठुला प्लान बनाउँदैछ। र यता घरका पनि केही सदस्यहरू मिलेका छन्। यसो बाहिरबाट हेर्दा भुन्टीलाई माया गरे जस्तो गरेर भुन्टीलाई फसाउने निकै ठुलो षड्यन्त्र रचिरहेका छन्। र उता भूपेन्द्रकै आफ्नो दुश्मन भने जेलबाट छुट्ने तयारीमा छ र जेलबाट छुट्न साथ भुन्टीसँग बिहे गर्ने र भूपेन्द्रलाई निकै धेरै तडपाउने र भूपेन्द्रको बिजोग हेर्ने निकै उसको सोच छ। तर भूपेन्द्र अहिले यस्तो बिजोग अवस्थामा छन्, सायद त्यसलाई थाहा छैन होला र त्यही भएर यस्ता खालका मान्छेहरू परिचालन गरिरहेको छ जसले भुन्टीलाई फकाउन सकोस्। र उसको साथी भनाउँदो अर्थात् भूपेन्द्रको छिमेकीले भने त्यो गुन्डासँग मिलेर भुन्टीलाई फकाउनको लागि गाउँका बुढापाकाहरूलाई पैसा दिएर लागि परिरहेको छ। तर भुन्टीको अगाडि उनीहरूको केही सिप नलागेपछि उनीहरू त्यही गुन्डाको अगाडि पुगेर हामीले भुन्टीलाई फकाउन सकेनौँ भन्दै पुगेका हुन्छन्। तर त्यो गुन्डाले भन्छ अब जसरी हुन्छ जेलबाट हाम्रो गुरु छुटेपछि उहाँलाई भुन्टीसँग बिहे गर्ने सोच बनाउनु भएको छ र भूपेन्द्रलाई दुःख दिने प्लान बनाउनु भएको छ। जसरी हुन्छ भुन्टीलाई फकाउनुपर्छ भनिरहेका हुन्छन्।